हेलो 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 नमस्ते। फेरि पनि अर्को जानकारीमूलक भिडियोमा स्वागत छ। आज म यस भिडियोमा SSW2 तुक्तेगिनो निगोको परीक्षाको शेड्युलको बारेमा र ओटाफ बन्द हुने बारेमा केही महत्त्वपूर्ण जानकारीको साथ यो भिडियो बनाउँदैछु। भिडियो अथवा यस च्यानलमा नयाँ हुनुहुन्छ र भिडियो पहिलो पटक हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक गर्न भने नबिर्सिनुहोस् है। त्यसैगरी SSW2 परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने यस अगाडिका भिडियोमा SSW2 को मोक टेस्टहरू लगायत सबै जानकारीहरू भिडियो मार्फत अपलोड गरिएको छ। कृपया अगाडिको भिडियो हेर्न पनि नबिर्सिनुहोस्। आज म तपाईलाई अब आउने रोकुगाचुबाट SSW2 गाइसोकुग्योको परीक्षा त्यो पनि CBT मार्फत हुने कुराको केही महत्त्वपूर्ण जानकारीका साथै ओटाफ एक महिना ओटाफको माइपेज एक महिना बन्द हुँदैछ त्यो पनि त्यसको पनि जानकारी लिएर आएको छु। भिडियो अन्तिमसम्म हेर्न नबिर्सिनुहोस् है। ओटाफको घोषणा अनुसार 2026 मार्च 2 देखि मार्च 31 सम्म माइपेजका केही सेवाहरू अस्थायी रूपमा बन्द हुँदैछन्। यो पूर्ण रूपमा बन्द भने होइन, तर केही महत्त्वपूर्ण सुविधा प्रयोग गर्न भने मिल्ने छैन। यो चाहिँ 2026 को मार्चमा चाहिँ पहिला पेपरमा चाहिँ एक्जाम हुन्थ्यो भने पछि अब CBTमा एक्जाम हुँदैछ र यो डाटा ट्रान्सफरको लागि यसले एक महिना चाहिँ आफ्नो माइपेज बन्द गर्दैछ। यसमा चाहिँ 2026 मा माइपेजका सेवाहरू पूर्ण रूपमा चाहिँ उपलब्ध हुने छैनन्। यसमा फेब्रुअरी 28 सम्म चाहिँ तपाईले आफ्नो अगाडि केही सच्याउनु पर्ने कुराहरू छ भने सच्याउन उसले अगाडि नै नोटिस गरिसकेको छ र एक महिना सिस्टम बन्द भइसकेपछि चाहिँ नयाँ परीक्षाको लागि आरक्षण सुरु हुनेछ र त्यसपछि CBT मार्फत परीक्षा सञ्चालन हुनेछ। जस्तो मार्च महिनामा चाहिँ गर्न नसकिने कुरा चाहिँ तपाईको नयाँ व्यक्तिगत दर्ताहरू चाहिँ माइपेजमा दर्ता गर्न सकिँदैन र नयाँ कम्पनी पनि दर्ता गर्न सकिँदैन। त्यसैगरी नयाँ विद्यार्थी चाहिँ कम्पनी मार्फत त्यो पनि दर्ता गर्न सकिँदैन। त्यसपछि जानकारीहरू सच्याउने एडिट गर्ने त्यो कुराहरू पनि यो बिचमा गर्न सकिँदैन। र के चाहिँ गर्न सकिन्छ भन्दाखेरि चाहिँ दर्ता भएको पहिला नै दर्ता गरिसक्नु भएको छ भने त्यसलाई लगइन गरेर तपाईले हेर्न सक्नुहुन्छ र नयाँ प्रमाणपत्रहरू डाउनलोड गर्न सक्नुहुन्छ र 2 वर्ष अनुभव प्रमाणपत्र चाहिँ आवेदन गर्न सक्नुहुन्छ। जसरी तपाईले अगाडि एक्जाम दिनुभएको थियो र त्यो तपाईको प्रमाणपत्र सो गरेको थिएन भने तपाईको 2 वर्ष पुरा भएको थिएन र त्यो पुरा नभएको को लागि 2 वर्षीय प्रमाणपत्र अथवा 2 वर्ष पुरा नभएर तपाईको प्रमाणपत्र सो गरेको थिएन भने तपाईले 2 वर्ष पुग्यो भनेर कम्पनी मार्फत चाहिँ त्यो प्रमाणपत्र पेश गरेर तपाईले आफ्नो नतिजा प्रमाणपत्र पेश गरेर तपाईले आफ्नो पास गरेको चाहिँ प्रमाणपत्र नतिजा चाहिँ डाउनलोड गर्न भने सक्नुहुन्छ यो मार्च महिनाभित्र। र प्रयोगकर्ताको अनुसार चाहिँ व्यक्तिगत रूपमा लगइन गरेर आफ्नो जानकारी हेर्न सकिन्छ, तर अन्डर रिभ्यू अथवा करेक्सन यस्तो अवस्थामा चाहिँ तपाईले केही गर्न सक्नुहुन्न। भनेपछि कम्पनीको माध्यमबाट जानकारी मात्र हेर्न सकिन्छ र कम्पनीले पनि बिचमा केही गर्न सक्दैन, किनभने ओटाफ त पूर्ण रूपमा एक महिना बन्द भएको हुन्छ र तपाईको डाटा चाहिँ अगाडि जुन रूपमा दर्ता गर्नुभएको छ त्यो चाहिँ सही सुरक्षित रूपमा चाहिँ CBTमा ट्रान्सफर हुन्छ। यसले चाहिँ फेब्रुअरी अन्त्यसम्म तपाईलाई एडिट गर्न अथवा सच्याउनको लागि टाइम दिएको थियो र त्यतिखेरसम्म सच्याउनु भयो अथवा सच्याउनु नपर्ने थियो भने अथवा सच्याउनु भयो भने जे छ त्यही पछि चाहिँ ट्रान्सफर हुने गर्दछ र जुन 2026 मा चाहिँ परीक्षा हुने CBT मार्फत भनेको छ र यसको लागि आरक्षणको लागि चाहिँ मे 2026 देखि आरक्षण खुल्नेछ। तपाईको परीक्षाको आरक्षण चाहिँ मेबाट गर्नु पर्नेछ भने जुनमा तपाईको CBT मार्फत तुक्तेगिनो निगोको परीक्षा हुनेछ। त्यसैगरी
अब बाँकी रहेको फेब्रुअरी 28 भित्र चाहिँ तपाईले सबै काम गर्नुपर्ने हुन्छ। आफ्नो सच्याउनु पर्ने कुराहरू मार्च महिनामा चाहिँ नयाँ दर्ता गर्न सकिँदैन र जुनबाट चाहिँ तपाईको तोक्तेगिनो निगोको गाइसोकुगेको परीक्षा हुनेछ र यहाँ सम्पर्कको लागि व्यक्तिगत र कम्पनीको लागि यो मेल आइडी ओटाफले उपलब्ध गरेको छ र सीबीटी सम्बन्धी थप जानकारीको लागि ओटाफको वेबसाइट हेर्नुहोला भनेर ओटाफले चाहिँ आफ्नो मेल आइडी तपाईहरुको लागि दिएको छ। हौस् त यहाँसम्म भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै जानकारीमूलक भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनुहोस् है।